साथीहरु तपाईहरुको आज भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरु तपाईले पनि आफ्नो टिकटक आइडीमा मेसेजको अप्सन कसरी बन्द गर्ने हो। यदि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईले के गर्नु होला, सिक्नको लागि यो भिडियोलाई स्किप नगरी भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला, किनभने आज भिडियोमा म तपाईहरुको सिकाउन गइरहेको छु कि आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन कसरी बन्द गर्ने। ल साथीहरु अब लागौ भिडियोतर्फ। साथीहरु तपाईले पनि आफ्नो टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि के गर्नु होला, साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोन आएको टिकटक एप्लिकेसनलाई सबैभन्दा पहिला ओपन गर्नु होला। टिकटक एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोन आएको टिकटक एप्लिकेसनमा आइसकेपछि के गर्नु होला, टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि साथीहरु तपाईले आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सन छ नि, यहाँ चाहिँ आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सनमा क्लिक गर्नु होला। आफ्नो टिकटक आइडीको प्रोफाइलको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको यहाँ चाहिँ टिकटक आइडीको प्रोफाइल खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि के गर्नु होला, यहाँ चाहिँ 3 लाइनको अप्सन छ नि, यहाँ चाहिँ 3 लाइनको अप्सनमा क्लिक गर्नु होला। 3 लाइनको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ तल सेटिंग्स एन्ड प्राइभेसी भन्ने अप्सन आइहाल्छ। साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ तल सेटिंग्स एन्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नु होला। सेटिंग्स एन्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको यहाँ चाहिँ टिकटक आइडीको सम्पूर्ण सेटिङहरु खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि के गर्नु होला, यहाँ चाहिँ प्राइभेसी भन्ने अप्सन छ नि, यहाँ चाहिँ प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नु होला। प्राइभेसी भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज फेरि चाहिँ खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि के गर्नु होला, टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि साथीहरु तपाईले यहाँ आउनु होला। तल आइसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ डाइरेक्ट मेसेजको अप्सन छ नि, यहाँ चाहिँ डाइरेक्ट मेसेजको अप्सनमा क्लिक गर्नु होला। डाइरेक्ट मेसेजको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ एभ्रीवन भन्ने अप्सन आइहाल्छ। साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ एभ्रीवन भन्ने अप्सनमा क्लिक गर्नु होला। एभ्रीवन भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ 4 वटा अप्सनहरु आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि के गर्नु होला, साथीहरु तपाईले यहाँ चाहिँ नो अनको अप्सन छ नि, यहाँ चाहिँ नो अनको अप्सनमा क्लिक गर्नु होला। नो अनको अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको टिकटक आइडीमा मेसेजको अप्सन चाहिँ बन्द भइहाल्छ। साथीहरु तपाईले यसरी नै आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्न सक्छ। मेसेजको अप्सन बन्द गरिसकेपछि के गर्नु होला, आफ्नो मोबाइल फोनमा आएको टिकटक एप्लिकेसनबाट ब्याक जानु होला। अब साथीहरु म पनि गइरहेको छु आफ्नो मोबाइल फोन आएको टिकटक एप्लिकेसनबाट ब्याक। टिकटक एप्लिकेसनबाट ब्याक आइसकेपछि साथीहरु मलाई विश्वास तपाईले भिडियो नि आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि सिकिसकेको होला। साथीहरु तपाईले भिडियो नि आफ्नो मोबाइल फोन आएको टिकटक आइडीमा मेसेजको अप्सन बन्द गर्नको लागि सिक्नु भएको छैन भने मलाई कुनै जानु होला। अनि तपाईले लेसन मेरो युट्युब च्यानलमा नि आउँदै हुनुहुन्छ भने तपाईले के गर्नु होला, मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला, अनि भिडियोलाई पनि लाइक गरिदिनु होला, अनि भिडियोलाई साथीहरुमा पनि शेयर गर्नु होला। ल साथीहरु आजको लागि यति नै थियो, बाइ।